हेलो गुड मर्निङ एभ्रिवान। यति बेला म नियर बाई कर्नेस र यो डिएक्सनको मेन प्रोडक्ट स्पाइरुलिना र मसरुम पाउडर बनाएर पिउँदैछु है त। सो यो प्रोडक्टलाई हामीले जसरी पनि खान सक्छौँ, पानीमा घोलेर अथवा कफीमा राखेर जसरी पनि हामी पिउन सक्छौँ, जसरी हामीलाई सजिलो लाग्छ त्यसरी हामीले यो प्रोडक्टलाई कन्ज्युम गर्न सक्छौँ। सो मैले यो बोतलमा 1 स्पुन मसरुम पाउडर राख्दैछु। नपोखिकन राख्नुपर्छ, यो एकदमै महत्त्वपूर्ण खानेकुरा भएको हुनाले। सो यसैमा फेरि म स्पाइरुलिना पनि थोरै राख्छु है त। मैले यसलाई स्पुनबाटै राख्छु। लगभग हाफ स्पुन जति मैले यसमा स्पाइरुलिना पाउडरलाई पनि राखेँ। अब यसमा थोरै पानी राखेर पानी हामीले आवश्यकता अनुसार धेरै थोरै जति पनि राख्न सक्छौँ। मैले यदि पानी राखेँ र यसलाई म अब एकदम मजाले खोल्छु। फाइनल्ली हेर्नुहोस् है, फाइनल्ली यो चाहिँ रेडी टु ड्रिङ्क। म हजुरहरूलाई पिएर पनि देखाउँछु। यहाँको एकदमै रमणीय मौसम छ, यो मौसम पनि हेर्नु होला। यहाँको इन्भाइरोमेन्ट पनि एकदमै रमणीय छ। सो हामी डिएक्सनमा छौँ। डिएक्सनमा हामीले आफूले खाएको सामानबाट स्वास्थ्य पनि पाउने र व्यवसाय पनि गर्न सक्ने अवसरमा हामी छौँ। सो यो अवसरलाई बुझेर यहाँहरू सबैजना आफ्नो ठाउँबाट आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला र सँगसँगै बिजनेस पनि गर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू।